त्रिवेणी भनेर जुन यहाँले प्रश्न गर्नुभयो, त्रिवेणी भनेको के हो भनेर, वेणी सङ्गम या त्रिवेणी सङ्गम भनेर जुन कुरा गर्नुभयो, वास्तविक रूपमा त्रिवेणी भनेको तीनटा नदीहरूको सङ्गम भन्ने अर्थ आउँछ। अब यहाँ दुईटा नदीको पनि सङ्गमलाई पनि वेणी भनिन्छ। रह्यो कुरा के छ भने त्रिवेणीको रूपमा अहिले नदेखिँदा पनि तपाईँको चाहिँ यसको गणना गर्दाखेरि त्रिवेणी रूपमा देवघाट धामबाट 10 किलोमिटर जाँदाखेरि शुक्ला सेती सरस्वतीको सङ्गम प्रत्यक्ष रूपमा देख्न पाइन्छ। र त्यहाँबाट शुक्ला सेतीलाई चाहिँ समाहित गरेर त्रिशुली गण्डकी जब यहाँ आइसकेपछि अनि कृष्ण गण्डकी र पहिला चाहिँ के थियो भने चाहिँ शुक्ला सेतीको र कृष्ण गण्डकीको सङ्गम भन्ने चलन थियो। किनभने वेदले पनि के भन्छ भने सीता सीते सरिते यत्र सङ्गथे तत्र प्लुतासो दिवमत पतन्ति एवै तन्नम विशन्ति धीराः तेवै जनासो अमृतत्वम भजन्ते भनेर सीता र असीताको सङ्गम भएको भनेर लेख्यो। सीता भनेको सेतो चाहिँ शुक्ल वर्ण भएकी, शुक्लाम ब्रह्म विचार शुक्ल वर्ण भएकी यति सरस्वती नदी, जसलाई सेती पनि भन्छ दुध प्रवाहको रूपमा। असीता भनेको कृष्ण वर्ण भएकी, कालो वर्ण भएकी यस्ता दुईटा नदीको सङ्गम भएको छ भनेर लेखेको छ। जहाँ यत्र कृष्ण श्रुत नद्यो सङ्गमस्तदेव पावन स्थलम प्रयाग तीर्थमिति भनेर लेखेको छ। त्यो प्रयाग तीर्थ हो भनेर लेखेको छ। जहाँ कृष्ण र श्रुत नदीको सङ्गम भएको छ त्यो प्रयाग तीर्थ हो भनेर बताइयो। त्यसले गर्दाखेरि अब वेणी सङ्गम भनेको दुईटाको सङ्गम भन्नुहोस्, त्रिवेणीको रूपमा तीनटाको सङ्गम भन्नुहोस्, चाहे 18 गण्डीको सङ्गम भन्नुहोस् अनि सप्तगण्डीको सङ्गम भन्नुहोस्, त्यो सङ्गमका रूपमा जब चाहिँ वेणी रूपमा स्थापित हुन्छ। त्यसले गर्दाखेरि भारतमा पनि गङ्गा यमुना सरस्वतीको सङ्गम छ, त्यसलाई त्यहाँ त्रिवेणी भन्छन्। त्यहाँ त्रिवेणी भन्दाखेरि सरस्वती नदी तपाईँको चाहिँ देखिँदैन, उयो भुलका रूपमा चाहिँ तपाईँको चाहिँ निस्किन्छ, बिचमा गएपछि निस्किन्छ, सरस्वती प्रकट हुन्छन्, मूल फुटेको छ भन्ने कुरा आउँछ, देखिन्छ पनि अलिअलि चाहिँ मूल फुटेको छ। तर हामी कहाँ के छ भन्नुहुन्छ भने यहाँबाट 10 किलोमिटर टाढा भएकी सरस्वती नदी प्रत्यक्ष रूपमा देख्न पाइन्छ। प्रत्यक्ष रूपमा देख्न पाइने भएको हुँदा कृष्ण शुक्ला त्रिशुली भनेर त्रिवेणीका रूपमा पनि यसलाई लिन पाइयो। त्यसले गर्दाखेरि जुन तपाईँको चाहिँ वेणीका रूपमा हरि र हरको सङ्गम रहेको छ, यतापट्टि चाहिँ हर चाहिँ पूर्ण रूपले चाहिँ बनेर आएको छ भने उतापट्टि हरि चाहिँ पूर्ण रूपमा बनेर आउनुभएको छ। त्यो दुईटाको चाहिँ पूर्ण रूपमा बनेर आएको नाताले पनि त्यसलाई वेणी भनियो। र यसरी दुईटाको सङ्गम भइसकेपछि अछासँग सप्तगण्डकी, अष्टगण्डकी, 18 गण्डकी र कृष्ण शुक्ला त्रिशुलीको समष्टि रूपमा चाहिँ सङ्गम भइसकेपछि नारायणकी शक्ति नारायणकी शक्ति नारायणी भनेको चाहिँ महालक्ष्मी, तिनी महालक्ष्मीका रूपमा नारायणी प्रकट भएर यहाँबाट चाहिँ प्रादुर्भाव हुँदै अनि तब 100 किलोमिटर टाढा भएको जुन गजेन्द्र मोक्षधाम त्रिवेणी धाम रहेको छ, त्यो त्रिवेणी पनि कसरी भन्यो, त्यहाँ पनि देखिन्छ एउटै नारायणी अनि स्वर्णभद्रा पूर्णभद्रा अनि यी नदीहरूको सानो रूपमा चाहिँ गएर नारायणीमा सङ्गम भएपछि त्यसलाई त्रिवेणी भनियो। र त्यही नारायणीको रूपमा तपाईँको तमसा नदी, र तमसा भनेको चाहिँ कालो रूपमा चाहिँ प्रकट भएकी नदी जुन वाल्मीकि ऋषि बस्नु भएको छ। यसरी नारायणी स्वरूप जुन हो त्यो चाहिँ सोनपुरसम्म पुगेको छ। त्यसले गर्दाखेरि जहाँ 250 किलोमिटर टाढा भएको 350 को हाराहारीमा देवधामबाट सोनपुरसम्म रहेको यस्तो भूमिमा नारायणीको महत्त्व, यहाँबाट सुरु भएको हरिहर क्षेत्र, प्रथम हरिहर क्षेत्रबाट सुरु भएको सोनपुरसम्म नारायणी सदानिराको व्याख्या भइरहेको छ। त्यसले गर्दाखेरि यो समष्टिगत रूपमा सम्पूर्ण देवी देवताहरू पनि आएर वेणी सङ्गम अर्थात् हरि र हरको सङ्गममा आएर स्नान गर्ने भएको नाताले त्यसलाई वेणी सङ्गम भनिएको हो। र त्यसैले गर्दाखेरि भनिया छ एवमेतन महाभागे क्षेत्रम हरिहरात्मकम, हरि र हरात्मकम
यो नेपालै हरिरात्मक हो। क्षेत्रम हरिरात्मकम मृता यत्र गतिम यान्ति मम कर्मानुसारिणः। मृता यत्र, जो मान्छे यहाँ मर्दछन् आफ्नो कर्म अनुसार भगवानको लोकमा प्राप्त हुन्छन्, वैकुण्ठ लोकमा प्राप्त हुन्छन् भनेर बताइएको छ। त्यसले गर्दाखेरि यो भूमि जहाँबाट लोमन्थान, जहाँ तिब्बतबाट चाहिँ प्रभावित भएर नेपालको भूमिलाई पवित्र गरेको छ 496 किलोमिटर। त्यो 496 किलोमिटर पवित्र गर्ने यस्ती अमृत नदी जसलाई तीर्थ जल भनिएको छ, त्यो तीर्थ जलमा सम्पूर्ण देवी देवताहरू र विश्व ब्रह्माण्डका सबै देवताहरू आएर स्नान गर्दछन्। त्यसले गर्दाखेरि चाहिँ स्नान गर्ने भएको नाताले प्राचीन कालमा यसलाई शालग्राम क्षेत्र भनियो। शालग्राम क्षेत्र भनिसकेपछि अनि हरिरात्मक क्षेत्र, अनि त्यसपछि गएर देवाट क्षेत्र, अनि हुँदै वहाँबाट चक्रस्वामी दामोदर कुण्डबाट सुरु भएको चाहिँ यात्रा, अर्थात् सालङ्कान ऋषिले तपस्या गर्दा गर्दै 15वटा तीर्थहरूको लागि पुरा यहाँ अन्नकृत तपस्या गर्दा गर्दै यहाँ आएर सङ्गम भएर जहाँ अहिलेको चाहिँ सालङ्कान ऋषिको तपोभूमि उत्तर गङ्गाको रूपमा स्थापित भएको जुन तपाईँको चाहिँ माण्डव तपोभूमि, जसलाई हामी चाहिँ के भन्छन् सोमेश्वर पर्वत, जहाँ चन्द्रमाले तपस्या गरे। चन्द्रमाले तपस्या गरेर 1000 वर्ष तपस्या गरेर उद्भूत भएको शालग्रामको भूमि, जहाँ शालग्रामै शालग्राम, विचित्र प्रकारका शालग्राम पाइने, जसलाई भनिन्छ त्यहाँ पनि भगवान ब्रह्मा विष्णु महेश तीनटाका स्वरूप स्थापित भएको अयोध्या नगरी भनेर त्यहाँ यही तपाईँको चाहिँ चित्रवन मण्डलमा रहेको छ। चित्रवन मण्डलमै तपाईँको लगभग देवधामबाट चाहिँ माडीसम्म पुग्नलाई लगभग 45 किलोमिटरको दूरीमा रहेको छ। यसरी चाहिँ पावन क्षेत्र त्रिकोणात्मक रूपमा रहेको वाल्मीकि क्षेत्र, त्यहाँ त्यसपछि गएर सोमेश्वर धाम, सोमेश्वर पर्वत, अनि सालङ्का ऋषिको तपोभूमि देवधामबाट चाहिँ सुरु हुन्छ, दामोदर कुण्डबाट सुरु भएको यात्रा तपस्या, अनि त्यसो टक्क चाहिँ हरिरात्मक रहेर सालङ्कान ऋषिले अनि सालको वृक्षमा भगवान नारायणको दर्शन गर्छन्। त्यस्तो भूमि भएको नाताले यो चाहिँ सङ्गम, यो बेणी यो महत्त्वपूर्ण रहेको छ। महत्त्वपूर्ण रहेको नाताले सबै भक्त भागवतहरूलाई चाहिँ के भन्न चाहन्छु भने केवल सङ्गम पारिपट्टि तनहुँ जिल्लामा मात्रै स्नान गर्नु पर्दछ भन्ने भावना हजुरहरूले नराख्नु होला। यतापट्टि के छ भने देवव्रत भनेको छ, देव सरोवर भनेको छ, कदम्ब तीर्थ भनेको छ, त्यहाँबाट चाहिँ आदि गङ्गा कृष्ण गण्डकी जसलाई चाहिँ फनक्क फर्केर उत्तरवाहिनी हुन्छ हुने, उत्तरवाहिनीमा चाहिँ स्नान गर्नु पर्दछ भनेर चाहिँ यो सरोवर हो। सरोवर भएको नाताले भगवान पटुबावन तीर्थ पनि हो। बलिले चाहिँ बलिराजालाई चाहिँ उद्धार गरेको एक चरण तपाईँको चाहिँ यहाँबाट समातेर उहाँ तपाईँको चाहिँ जुगडी घाटसम्म पुर्याएर अनि यो विश्व ब्रह्माण्ड स्थापित गर्नु पटुबावन तीर्थ, देवह्रद, अनि त्यसपछि गएर शम्भु तपोवन, सिद्धाश्रम पनि भनिन्छ यसलाई चाहिँ। यस्तो सिद्धाश्रम यदि पुण्य विख्यात पुण्यवर्धनः स्तम्भोस्तपोवनम तत्र सर्वाश्रम वरम प्रति। अनि कालीह्रद भनेको छ, कालीय नाग बस्ने ठाउँ। काली नागले तपाईँको पारिपट्टि त्यो सङ्गमदेखि पारि उसमा चाहिँ नागको फडा फाल्छन्, अमृत भन्छ, अमृत नागको त्यो उसमा मणिमा अमृत रहन्छ। यसरी यस्तो भएको ठाउँले विभिन्न चाहिँ महत्त्वपूर्ण 15 तीर्थले महत्त्वपूर्ण भएको यो सर्वाङ्गीण तीर्थ भएको नाताले यो चाहिँ भोलिको दिनमा यो यस क्षेत्रको महत्त्व दिन प्रतिदिन बढिरहेको छ र बढ्ने नै छ भन्दै आदि प्रयागको महत्त्व अगाडि बढ्नेछ भन्दै आदि प्रयागको जय होस्, हरिहर क्षेत्रको जय होस्, नारायणीको जय होस्। जय श्रीमन्नारायण।